राति को 12 बजे ठीक 12 बजे भाउजू को बर्थडे विश गर्न उहाँको कोठा जाँदैछौँ है त। रियाक्सन कस्तो आउँछ? राति राति उठायो भनेर गाली खाइन पनि सक्छ है त। हामीले थाहै नलिएर जाँदैछौँ। ल अब गएको भिडियो हेर्नुहोस् है त। रातिको ठीक 12 बजेको छ। अब सुतेको मान्छेले उठाउन जाँदैछौँ। गाली त गर्नुहुन्छ होला पक्कै पनि। यो चाहिँ के गई मम्मी सुत्नु पर्छ। ह्याप्पी बर्थडे भाउजू। ह्याप्पी बर्थडे भाउजू। Thank you so much. Thank you so much. रातिको 12 बजे चाहिँ ईश्वर ओके बाय इट्स अ बर्थडे स्पेसल हजुरको लागि राति 12 बजे। 12 बजे थ्याङ्क यू सो मच बाबुलाई। अरू हेर त सुते मान्छे। उहाँ चाहिँ यति भाग्यमानी हुनुहुन्छ नि। ठिक दसैँको दिन उहाँको बर्थडे पऱ्यो होइन। त्यो भएर चाहिँ म राति गर्नेवालै थिएन। दसैँको दिन पर्या भएर उता नानी सुतिसकेँ। ल अब केक काट्नुहोस् हजुर। छोरा मात्र छ नि। प्लास्टिक कार्टुनको बक्स ए बड्डा उठा के खानु ल बड्डा सुत्या शान्त हाल्नु च्यात्ने त साइड 12 बजे आँखा टालेर आइरहन्छ। भोलि दसैँ चाहिँ उठिहाल्नुहुन्छ। अनि भोलि बिहान दसैँ छ अनि नयाँ दिन सुरु भयो अब। ल खानुहोस् तपाईँ केक। छोरी फ्रिजमा खान्छन् भोलि। अलि थोरै खाऊ अनि अरू फ्रिजमा। ल राजीव खा। ल राजीव केक खाऊ बाबु। तपाईँ खोलिदिउँ। खुसी उठ खाऊ अहिले।